Multipolar, sudah lalu terpisah surat lagi. Asing kan tuh asing ready terbang di sini yang susah
आज यो यहाँको निम्तिमा निम्तोलाई स्वीकारेर आस्याङ आउनुभयो। हामीले पनि केही सगुन लिएर केही नसके भने एउटा सगुन गरेर एउटा खाता लगाएर आस्याङलाई चाहिँ स्वागत गर्यो भनेर यो डम्फु गीत बज्दै त्यो भनेर हजुरहरूले चाहिँ अनि यहाँ लिएपछि यो चाहिँ सुनको ठिछ अनि बस्ने चाहिँ यो मैची बस्ने चाहिँ त्यो चाहिँ चाँतीको ठिछ अनि त्यहाँ चाहिँ बस्नुहोस् रात गर्नुहोस् भनेर यो डम्फुले चाहिँ गीत दियो भनेर स्वागत आज तिम्रो मायामा पग्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि छ्याम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा
राम्री तिमी फुल झै शीतल तिमी जुन झै ए छम्मै जाल पानीमा होइ आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छे उदाइने देब्रे जवान होइली जाला जवान होइली जाला मेरै घरको दैलो ठुलो आँगन चारै कुने न बिजुली न त पानस तिमी भए हुने तिमी भए हुने हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा 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 चाहिने जो जिन्दगानी ओहरी ओहरी गए गए चाहिने जो जिन्दगानीमा
Good.
तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु
रोनो मैसित हाँस्नु मैसित सुटुकै मुटु गाँस्नु मैसित स्याउली बजारमा ताना तान भो हान भो तिमीलाई देखेर दाना तान भो तिमीलाई देखेर छोरीलाई केही नपाउने छोरी पढाइ घर जानुपर्ने भएको हुनाले पढाइ घरबाट जानु पर्दाखेरि कुटुम्बले हाम्रा मोक्तान कुटुम्बले तामाङ रीतिरिवाज अनुसार तामाङ रीतिमा अनुसार जे सगुन ल्याएको छ त्यो सगुन लिएर सगुन सहज तरिकाले स्वीकारेर मेरो कर्मको बाटो चलाइदिनु जन्म कर्म दिने बुवा र कर्म दिने आमा भन्दै हामी कर्म दिनको लागि कर्म दिने बुवा आमालाई हामी दर्शन अथवा ट्रुपेटको निमित्त उहाँहरू आजको सेवा दौरा गरेर दुवैजनालाई यता प्रस्ताव गरिदिनु हार्दिक अनुरोध गर्दछु। अध्यक्ष अलिकति पेस पढाइदिनु। 28-29 भनेको ठ्याक्कै होइन 29 वर्षसम्म माइती घरमा हामीले बढाएँ हुर्काएँ पढाएँ फुलको थुङ्गा जस्तो चन्द्रमा उदाएको जस्तो चन्द्र सूर्य उदाएको जस्तो फुलको थुङ्गा जस्तो छोरी आज पढाइ घरमा जाँदाखेरि हामीले अघि पनि भने आमा बुवालाई किन्नु सक्ने गुण त लाख करोडले पनि किन्नु सक्दैन तसर्थ हामी कुटुम्बले ल्याएको बुवालाई स्यालकर भन्छ हामी स्यालकर सगुन एउटा सगुन लिएर बुवा मेरो कर्म कुटुम्बले ल्याएको यो एउटा सगुन लिनुहोस् र मेरो कर्मको बाटो खोलिदिनुहोस् भनेर बुवालाई दुवाई चढाउनुहोस् दिनुहोस् अनि बुवालाई बोक्नुहोस् पहिला छोरीले अनि ज्वाइँले छोरी हुर्काएँ पढाएँ दुख बिमार हुँदा लामा झाँक्री धामी उपचार गरेँ डक्टर उपचार गरेँ तर हाम्रो छोरी आज पढाइ घर जाँदा त्यसैले सबैले आशीर्वाद दिनु भनेर केवाई दिन्छन् आमा केवाई दिन्छन् आमा केवाई दिन्छन् आमा अर्थात् मादारी आमा 10 तारा दुध खाएर अथवा 9 महिना हाम्रो के अरे चेली चाहिँ 9 महिना 17 दिन छोरा चाहिँ 9 महिना 24 दिनमा यो धरतीमा पहिलो टेक्का गर्छ छोरी 9 महिना 17 दिन कोखमा राखेर पुच्छुलाई घरङ रामथान्बा भन्छ हामी अनि भित्र जालीले मरेर त्यो गुफा तपस्यामा बसेर 9 महिनापछि यो धरतीमा जन्म दियो आमा जन्म दिइसकेपछि हरियो सागपात खाएर तपाईँले हरियो सागपात खाएर मलाई सेतो दुध खाएर हुर्काउनु भयो पढाउनु भयो मैले केही गुण त तिर्नु सक्दैन होला तैपनि आज कुटुम्बले ल्याएको यो स्यालकर सगुन अथवा कार्जेलो सगुन भन्छ दुधको ठेकी हुन्थ्यो कता हुँदै खास गरी त दुधको ठेकी
गाजेको सगुन भन्छ। दुधको टुकी चाहिँ किन हो भनेदेखि आजसम्म त आमाको कोखमै हुनुहुन्छ नि होइन। दुध खाइसकेपछि आज 29 वर्षमा आमाकै कोखमा यही दुधको सगुन कार्जेको सगुन र आमा र नेसाई भन्ने एक मोहर चाँदीको दाम हुँदो रहेछ उहिले। अहिले चाहिँ हाम्रो यो पित्तलको हो कि के को हो धातुको पैसाले एक आमा र नेसाई चाहिँ एक दाम र एक माना चामल अनि यो रोटी र कार्जेला सगुन अथवा दुधको सगुनबाट स्वीकार्नुहोस् आमा, मेरो कर्मको बाटो खोलिदिनुहोस् भनेर आमालाई चढाउनुहोस्। जय जगन्नाथ। आमालाई दर्शनको क्रममा अथवा ढोकको क्रममा छौँ। त्यसै गरेर आमा छ त मामा छ, मामा छ त आमा छ। आमा आधा आमा आएछ मासेङ आधा आसेङ आमा आसेङ आङ्गी दाइनुन जो आसेङ डाङ भनेर आउँछ ढोकको लागि। आसेङ डाङ राखेर मामा मावलीलाई पनि ढोकिदिनुहोस्। धन्यवाद। हात चाहिँ नमस्ते गर्नु, हात चाहिँ नमस्ते। अब मयुङ एउटा डालो आइदिएको लाग्छ। मयुङ दही मयुङ दाम मयुङ पनि के हो भनेदेखि अब अघि भर्खरसम्म चाहिँ दाजु भाइ दिदी बहिनी थियो। अबदेखि त कर्म चलाएपछि त माइती भयो, स्यार्की ढोङ्गो मायुङ पनि भयो। अघिसम्म चाहिँ आमा भुसिनी थियो, अब स्यार्की ढोङ्गो मायुङ। स्यार्की ढोङ्गो मायुङ चाहिँ किन त अब भन्दाखेरि हिजोसम्म त तपाईँले खुवाएको पनि उहाँले खानुभयो होला, चपाएको पनि उहाँको जुठो पनि तपाईँहरूले खानुभयो। भाइ माइतीहरूले सानैदेखि दिदीले भाइ स्याहारे होला, दाइले बहिनी स्याहारे होला। राम्रो नराम्रो फोहोरहरू पनि गऱ्यो होला। अब परै घर जाँदाखेरि दाइ र भाइलाई अंश पाउने, म चाहिँ अंश छोडेर हिँड्नु पर्ने। पर्दाखेरि कर्मको चेलीको कर्म यस्तै रहेछ। तर कर्मले गर्दाखेरि परै घर जाँदाखेरि अब चाहिँ हामी किनभने अब त भोलिदेखि त हिजो जेसम्म अघिसम्म गाली गरेँ जे भन्नु भन्यो, अब भोलिदेखि त के भएर आउँछ, चेली त
चेली त पाहुना भएर आउँछ नि होइन। अब आजबाट उहाँ परै घर गएपछि भोलिदेखि त हाम्रो चेली पाहुना भएर आउँछ। पाहुना भएर आइसकेपछि गाली गर्नु भएन, कुट्नु भएन, पिट्नु भएन। अब सम्झाइ बुझाइ गरेर पठाउनु पऱ्यो। तर तामाङको संस्कार अनुसार चेली र माइती भन्ने चाहिँ 3 पुस्तासम्म चल्छ, 3 पुस्तासम्म चाहिन्छ। 3 पुस्तासम्म नभएसम्म हाम्रो कर्म चल्दैन, कुनै पनि शुभ कार्य चल्दैन। त्यसैले पनि अब बुवा आमाको सेकपछि माइती चाहिँ अनिवार्य चाहिन्छ। स्याङ आस्याङ स्याङ उहाँको भोलि भान्जा भान्जे यताउता नाता नातिनी होला, मावाली स्याङ अनि बुढो मावाली स्याङ अब तपाईँहरूको ताल हो। त्यसैले घरमा चलाउने बेलामा कुटुम्बले ल्याएको जे छ कोसेली सहज तरिकाले स्वीकारेर मेरो कर्मको बाटो चलाइदिनुहोस् दाजु या भाइ भनेर उहाँलाई पनि सम्मानजनक सगुन राखेर ढोक्नुहोस्। धन्यवाद। दाइको टोपी अलिकति यसो उस गरिदिनु। सपनी मेरा आँखामा तिम्रै छ सपनी तिमी हँसे खुसीमै पनि ए तिमी हँसे खुसीमै पनि
पर्यो सर मेरो भक्त सर लामो गीत दिनु भन्दै मान्छेको जन्मै अधुरो शिशिरले नाचेको सुकन्या कोटी कोटीको धन्य मानव नहुँदा संसारमै उत्पत्ति भएको कन्यालाई मानव नहुँदा संसारमै उत्पत्ति भएको कन्यालाई सृष्टि गर्ने बल पायो है हटेउसँग बिहे भयो सृष्टि गर्ने बल पायो है हटेउसँग बिहे भयो दसो सृष्टिको कुरा आएसी मानव उत्पत्ति भएसी किन राखेको सगुन यो कहिले त देखेको चलन यो तम्बले डम्फु बजाको सगुन किन सजाको तम्बले डम्फु बजाको सगुन किन सजाको उहिलेको कुरो धेरै मिठो है पानीको छिटो गर्ने हो उहिलेको कुरो धेरै मिठो है पानीको छिटो गर्ने हो लासो धरती र आकाश बस्दामा राजाको बिहे हुँदामा उँभो त मधेस नौ राजा उँभो त हिमाल नौ राजा नौ नौ राजा 8 राजा तिन विषधार यही हो बात नौ नौ राजा 8 राजा तिन विषधार यही हो बात आजै सुनौ कहाँदेखि है अर्नौ बसेको त्यहाँदेखि आजै सुनौ कहाँदेखि है अर्नौ बसेको त्यहाँदेखि असो अब त संसार पुग्नु पर्यो है आसन लिम्बुजी खेतीमै उहाँको पछाडि जानु पछाडि अब
तिमीले मसँग नभुले मेरा नजरले तिम्रो आधारलाई खोजिरहन्छ सधैँ ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ हावामा प्रीता मिसियो के म दिनदिनै लाठौँमै आजले हिजो बिर्सायो के म रहिन मेरो आफ्नै कैयन बहाना गरी तिमी सामु आइरहन्छु है आँखामा काजल ओठमा लाली सिँगारी बस्छु है हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ Yang ilhor bangsa lakan atau batang bahasa lakan atau ilhor ada pulpo tani bangsa. Karena dia dah amro biasa. Teruslah yo waktu pun kecil. Yo itu amro judi bazile. Nau parti, nau mana, nau muncul jadi solma bangun terus. Boilah. Waktu solma bangun छोड़े पछि आएर तीन पार्टी तीन माना तीन मुठीको फलदम भन्ने हुन्थ्यो नि यत्रो डल्लो अनि कसौडी जस्तो त्यो घिउमा माडेर त्यो फलदम बनाउनुपर्छ अनि त्यो पनि छोड्यो अनि सबै कुरा चाहिँ छोडेपछि अब हामी सपन त चलाउँछौँ कर्म त चलाउँछौँ केमा चलाउँछौँ के को प्रतिज्ञा माने एउटा प्रतिज्ञा चाहियो हो यो चाहिँ यतापट्टि मोक्तानको कुलको प्रति मोक्तानले मान्ने देवी देवताको प्रति मोक्तानले मान्ने इष्ट देवी देवताको प्रति यतापट्टि मनको देवी देवता कुलको प्रति चाहिँ यो जति पनि तपाईँले मान्ने धर्ममा संस्कार देवी देवताको प्रतीक हो यो हो अनि त्यसैले हामी यो चाहिँ सफा पानी छौँ यहाँ चाहिँ के हुन्छ बेलापट्टिको रक्सी हुन्छ यो अनि यहाँ चाहिँ हाम्रो कुल पितृहरूलाई जब कुल कुल्याणलाई चाहिँ देवी देवतालाई चाहिँ हामी यो सफा पानी र अक्षता यो चामल चढाउँछौँ अनि कुल पितृ चाहिँ यसले चढाउँछ अनि यो बिचमा पनि फेरि हाम्रो चाहिँ महत्त्वपूर्ण चाहिँ यो 7वटा सपन छ यो 7वटा सपनको चाहिँ महत्त्वपूर्ण छ यो 7वटा सपनको अहिले व्याख्या गऱ्यो भने लगभग आधा घन्टा लाग्छ मैले अहिले गरेन जति पनि अहिले तपाईँहरूले यो बाहिरको किताब छ किताबमा भेट्न सक्नुहुन्छ अनि यो चाहिँ सरसरले भन्दाखेरि आज दुईटा हाम्रो छोरी र ज्वाइँको जुन कर्म चलाउनु पर्दाखेरि अब हामीले
बेलाको पश्चात चाहिँ के हो भन्दाखेरि यो चाहिँ अहिले हामी सबै शब्द हुन्छ नि चरताम भनेको अस्तिको कुरा गरेको जब अस्ति चाहिँ कुरा गरेर पठाउने हो शब्द अपभ्रंश भएर जब दामको पैसाको विकास भइसकेपछि अनि हामीले चाहिँ दामको विकासको कुरा गरेको दामले चाहिँ शब्द अपभ्रंश भएर दाम भयो ताम चाहिँ पक्का पक्की गरेर छिनाउनु पर्छ ताम छिनाएर पठाउनु पर्ने आह्वान गर्दाखेरि यसको पश्चातको रूपमा चाहिँ हामी 7वटा समूह महत्त्वपूर्ण हो भन्दाखेरि फालफुल माध्यममा विकास गर्नु चाहिँ केरा त्यो चाहिँ वन केरा भन्ने पहिला अहिले पनि कतै कतै वन केरा आउँछ वन केराबाट विकास भएर अहिले विभिन्न छ नि झारले मोमले होइन सिङ्गापुरे नाम विकास भएर धेरै केराहरू बन्ने अनि संसारमा अन्नको विकास चाहिँ पहिले यो हामी गाउँबारीभित्र पाउँछौँ त्यो चाहिँ गाउँबारीभित्र यस्तै खालको झार हुन्छ सानो खोसा हुन्छ मसिनो फल्छ त्यो गाउँबारीभित्र मात्रै पाउँछौँ सोकर भन्छौँ त्यसपछि हामी लोकल केरा हुन्छ लोकल चाहिँ कालो हुन्छ नि के अरे खैरो खैरो अनि त्यसपछि विकास भयो अन्न बाली मार्केटमा हिजो चाहिँ यो हाम्रो संसारमा चामलको उत्पत्ति नहुँदा गहुँ जौको उत्पत्ति नहुँदा धान चामलको केहीको विकास नहुँदाखेरि यसको चाहिँ च्याप्का बनाएर सेयरिङ गर्दो रहेछ यसको चाहिँ जाँड बनाएर ढुच्चे बनाएर देवदेवतालाई चढाएको रहेछ त्यसैले यसको महत्त्वपूर्ण छ यो चाहिँ हरेक पूजामा काम लाग्छ यो मटर खोर्सानी अथवा केरा भन्दा त्यसैले संसारमा हाम्रो कुखुराको मासुको किन त अहिले त परिवार र माछा जिउँदो माछाको बिक्री छ यो फेसबुकले गर्दाखेरि खास गरी त्यो चाहिँ होइन खास गरी यो चाहिँ चाहिने यो पश्चात अनि यो चाहिँ नि संसारमा सबैभन्दा चाहिँ पहिला हाम्रो घडी नहुँदाखेरि रेडियो नहुँदाखेरि टिभी नहुँदाखेरि समय कसले दिन्थ्यो होइन रातको 2 बजे रातको 3 बजे रातको बिहानको 4 बजे 5 बजे 6 बजे दिउँसोको 10 11 विभिन्न समयमा चाहिँ कुखुरा बासेर तपाईँ हामीलाई दिन जाउँथ्यो कुखुराको डाकमा चाहिँ हामी उठ्ने गर्थ्यौँ र अहिलेको भर्खर घडी आयो त रेडियो मोबाइल टिभी आयो त्यो बेलाको चाहिँ घडी भनेको चाहिँ कुखुरा अनि कुखुरा चाहिँ अहिले हजारौँ मान्छेहरू छन् हजारौँ चराचुरुङ्गीहरू छन् त्यो माथिमा उत्तम चाहिँ के हो त सबभन्दा अझ उत्तम त मयूर हो मजुर चाहिँ बिग पचाउँछ होइन बिग पचाएको चिज चाहिँ किन यहाँ पछाडको रूपमा भएन भन्ने जिज्ञासा हुनसक्ला तर यो चाहिँ मान्छेसँग भलमेल गरेर मान्छेसँग बस्नु सक्ने मान्छेले समय दिनु सक्ने मान्छेले ट्यापमा हिँडाउनु डुलाउनु मान्छेलाई चराक बनाउने अनि चाहिँ संसारको प्राणीलाई गुनेर राख्नु सक्ने अनि तपाईँ हाम्रो चाहिँ दुध लिएर भन्दाखेरि खटको दशा चाहिँ पहिला यसरी काट्थ्यो त्यसै बन्साउँथे त्यसैले फेरि कुखुरा जस्तो चलाक भएर समय बुझेर होइन हामी मानव भएर अनि संसारमा यो अन्त चाहिँ किन भन्दाखेरि गोलहरूका फुल एउटा रोटी हुन्छ नि अनि यो चाहिँ किन भन्दाखेरि यो संसारमा विभिन्न प्राणीहरू हुन्छ विभिन्न चाहिँ समुदायहरू छ त्योसँग घुलमेल गरेर यो जमिनभित्र यो एरियाभित्र त्योसँग घुलमेल गरेर मिलेर सबैसँग बसेर खानु सक्छ यसको चाहिँ यो पृथ्वीको रूपमा दिन्छ अनि यसपछि यो हाम्रो छ्यान शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल रेशमी मायाका फुलहरू छपक्कै बोटमा
काठमाडौँ एयरपोर्ट डाँडा अथवा त्यहाँ चाहिँ एयरपोर्ट छेउमा माटाबाट चाहिँ यहाँ आउनुभएको पोखराको विद्यावासी मन्दिरको पाठशाला बिहा गरेको फलाना 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 त्यस्तो दिन त्यस्तो भन्नुपर्ने र बताइरहनु पर्ने दिन चाहिँ नआओस्। अहिलेको जमानामा फेसबुकले गर्दाखेरि समस्याहरू आउन सक्छ, त्यो साथीहरू पाउनुपर्ने पनि हुनु पर्ला, तर त्यस्तो नहोस्। हामी भगवान्सँग प्रार्थना गर्छौँ। त्यसैले सबैको जोडी सल्लाह राम्रो होस्, तर उहाँहरू साथीको रूपमा चाहिँ यो एकदम र एक सय लिएर उहाँलाई पनि ससमान चाहिँ उहाँलाई ससमान चाहिँ यहीँबाट दिनुहोस् ससमान
बक्सिनु भएको छ भाइ माइती भाइ माइतीले दुईजना खानु भएको थियो भाइ माइतीले एकजना फिर्ता दिनुभएको छ है ल दुईजना सुन्ने कि सुन्दैन भन्दाखेरि चाहिँ सुन्यो भन्दो रहेछ क्या ल फेरिका फेरि राख्दैछ फेरि राम्रो सेबला समुद्रले छेनोकै गन्ध छेरी गर्छ रुइनी गर्छ खाली गर्छ ढिङ्ग्री गर्छ हातकै श्यामला गन्धी सिलमारन लोला गन्धी सिलमारन नुक्ला गन्धी सिलमारन झ्याङ्ला गन्धी सिलमारन गन्धी सिलमारन सिलगरी लस अनि बाहिर लर उडाउँछ पुरा खोलिदिनु घाँटी पुऱ्याउँछ घाँटी पुऱ्याउँछ कुखुरा काट्ने आएको छ क्या घाँटी चाहिँ पर्छ वाइट छ लामा ल्याएर तयार गर्दाखेरि अझ कुरा गरौँला अनि आज के ल्याएर गर्दै गऱ्यो के अनि योले के गर्छ भन्दाखेरि तपाईँको उडाउनु उतै आयो उतै सँगसँगै छ यतै अब तिमी सँगै गाउँ प्रीतिका भाका हेर छोड दर्पण शीशाको केवली आँखा हेर
खेली बसे तिन्जेला आमा तिम्रा सिरानीमा लडी बुढी खेलुका तिन्जेला पखेटाले खेले बयली हो पखेटाले खेले बयली आइला सारी गए है बसा है प्यारी सहेली बसा है प्यारी सहेली साथै जुनी साथै फेरा साथै मन्त्रका घेरा बाँधेर बन्धन मायाको बाँधेर बन्धन मायाको एउटै पाइला घाम र छायाको सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी बाटोमा फुलानी आस लाउँछ म तिम्रै हुलानी आउलानी आउन त जुनेली केलाइदिउ मायालाई कोसेली सम्झन खोज्दै कोही छ सोचेर दुनियाँ नै भुल्दै हिँडेको बाटोमा सम्झन खोज्दै कोही छ सोचेर दुनियाँ नै भुल्दै किन हो किन सन्नानी माया छ रुमानी तिमी नै छौ जीवनमा बुझिदेऊ कुरा छन् कति मनैमा पिरते बसिदेऊ धडकनमा तिमीले लिएको आशना हरहोरी चल्दछ वासना भावनाहरू बिथोली सुनेर त्यो बोली आउला नि आउन त जुनेली केलाई मायालाई
छोरीको कर्मा कस्तो पराया धन हो रे, माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे। छोरीको कर्मा कस्तो पराया धन हो रे, माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे। मरे पछि पुराया जाला, बाँचुन्जेला आँसु नपियाऊ, बाँचुन्जेला आँसु नपियाऊ। फुले पछि पूजाया चोडाऊ, फुले पछि पूजाया चोडाऊ। हुर्किन्जेला काँडा नबिझाऊ, हुर्किन्जेला काँडा नबिझाऊ।
मुकुल नै बसे 5 वर्ष बसे फेरि फर्की आए माया लाउन धाए फेरि फर्की आए माया लाउन धाए धन्कमछु भनी कम्मर कसे मुकुल नै बसे 5 वर्ष बसे फेरि फर्की आए माया लाउन धाए फेरि फर्की आए माया लाउन धाए मायाले भने बिसै पानी पिदिउँला बिसै पानी पिदिउँला जाली उमल बैना स्वरूप दिदिउँला बैना स्वरूप दिदिउँला साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे बगिजाने खोला 2 दिने चोला भोलि त के होला सम्झन रोला मायालाई त्यो धोको खोली मनको धोको मायालाई त्यो धोको खोली मनको धोको बगिजाने खोला 2 दिने चोला भोलि त के होला सम्झन रोला मायालाई त्यो धोको खोली मनको धोको मायालाई त्यो धोको खोली मनको धोको जीवन भन्नु के छारा 2 दिनको के छारा 2 दिनको माया बसे सम्झना छिनछिनको सम्झना छिनछिनको साइलो चारघरे माया नमारे 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 तिमीलाई देख्दा आनन्द हुने मन बिर्न गर तिम्रै हो यो जोवन तिम्रै हो यो जोवन साइलीमा चारघरे माया नमारे साइलीमा चारघरे माया नमारे साइलीमा चारघरे माया नमारे साइलीमा चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे जीवन भन्नु के छारा 2 दिनको के छारा 2 दिनको माया बसे सम्झना छिनछिनको सम्झना छिनछिनको साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया नमारे साइलो चारघरे माया हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ
काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियो तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ यही काखमाथि हाँस्दै र उज्यालो छर्दै जाऊ छोरी उज्यालो छर्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ हाँसीमा खुसी जिन्दगी बितोस् सुखले बास गरोस् रोएर कहिले माइती घरलाई सम्झन नपरोस् हाँसीमा खुसी जिन्दगी बितोस् सुखले बास गरोस् रोएर कहिले माइती घरलाई सम्झन नपरोस् यताको माया चुडाई अब उतामा गाँस्दै जाऊ छोरी उतामा गाँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ आउने जाने बटुवासित हाल खबर सोधौला
अगाडि बढाउनु छ हरायो भने पहिचान हराउँछ जात संस्कार संस्कृतिहरू भाषा यी हरेक चिजको तपाईँहरूले आज हामीलाई यहाँसम्म बोलाएर तपाईँहरूलाई हामीले जाने सेवाहरू तपाईँहरू निरन्तर समाज फेरौँला माया नै ठुलो संसारमा मायाले घेरौँला